ताल चाहिँ कसरी देखिया त्यो तालले भरेको ताल। यो भिडियो हाम्रो भ्लग आउँछ युट्युबमा गाइजहरु पुरै ओभर हेर्नुपर्ने हुन्छ हैन। वायर रमाइलो भएको छ पोखरामा लेफ्ट साइडमा। यस्तै हो, यो चिल हान्यो बस्यो, अब के गर्नु, पैसा छ त भन्नु सक्दिन म है। हा बाइ बाइ गाइस, सी यु। बुम बाइ देख्यो नि बालै छैन लरेको छोरलाई। लरेको सम्झिले बान्छ छैन नि हैन र। ओ नोनो, यो चाहिँ नोनुको ड्रेस अप है, पुरै सुपरम्यान। यता होइन होला, सलमान खान भनेको हनुमान खान परेछ या हो। म पनि एउटा शिवजी नै हो, मेरो पनि हातमा छ होइन। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज हामी फाइनल्ली अहिले कुस्मामा आइपुगेका छौँ। अब हामी यहाँनिर बन्जी हान्छौँ। हामी यहाँ सबैजना साथीभाइ भएर हामी यहाँ कुस्मामा घुम्नको लागि आएको छौँ र बन्जी जप हान्नलाई। कसको भाइ के छ, हानिन्छ त आज? पुरै हामफाल्दिने चुच्चे हान्ने भनेको छ। ननु तिमीले के गरिदियो? चुच्चे टक लाएर है, टक लाएर अब हामी यहाँ बवाल तरिकाले चुच्चे हानिन्छ। समीर भाइ ठिक छ नि होइन? र समीर भाइलाई पनि होइन सब्सक्राइब गरेर उसको नि सब्सक्राइब बढाइदिउँ। समीर भाइ मेरो च्यानलमा आउनु पाउँदा कस्तो खुसी लाग्यो नि तिमीलाई? ल एकदम लागिरहेछ। बन्जी जम्पलाई फर्म भरिरहेको छ नि केटाहरूले। यहाँनिर हाम्रो यहाँ टिकट छ। कसको भाइ राम्रोसँग भएर है। हान्न लागेको छ अनिल साथीले बन्जी। रेडी भइसकेको छ अनिल। ननु अब हाम फाल्न मात्र बाँकी छ। हाम फालिसक्न लागेको छ यो फाइनल्ली। ननु भाइ पुरै रक हान्न लाग्यो यसले चाहिँ यहाँ बन्जी यहाँबाट। ओके ननु ल गयो ननु गयो। फाइनल्ली तल पुगिसकेको छ ननु। कहाँ पुग्यो त्यो? घरै कहाँ थियो? हाने केटोले हान्यो है हाने। ल यहाँ हाम्रो बन्जी जम्प हानेर आएको छ। कस्तो भयो अनिल? दामी कस्तो फिल भइरहेको थियो? दामी फिल भएको थियो। लाइफमा एकचोटि गर्छु भनेको अहिले एकदम गरेर आउन पाउँदाखेरि मलाई एकदम रमाइलो, एकदम दामी रमाइलो भयो। तल पुग्दाखेरि कस्तो भएको थियो? तल जाँदाखेरि त सिरिङ्ग हुन्छ, तल झर्दाखेरि यसको रियाक्सनै अर्को हुन्छ। अनि धेरै माथि आएर अनि त खुट्टाको लेगको खोलेर सिधा बसेपछि चाहिँ एकदम। ल बन्जी जम्प हान्ने भए चाहिँ हाम्रो यहाँ कुस्मामा अहिले अनिल साथीले हानिरहेको छ। यो चाहिँ कति 220 मिटर तल भएको। यहाँबाट तल हेर्न सक्नुहुन्छ, यहाँबाट आउँदैछ। मैले हान्छु भनेर आएको, म पनि हान्नलाई डर लागेर मैले चाहिँ हानेन, यसले चाहिँ हान्यो। ल ठिक छ नि होइन? समीर भाइ तिमीले नै हान्दियो? ल यहाँ धस्के भाइ नि रेडी भएको छ बन्जी जम्प हान्नु। धस्के भाइ कस्तो भइरहेको छ? ल अब रेडी हुँदैछ। नुने भाइले हानेर आएर यहाँ पुरै दुःख बेगिरहेको थियो, लास्टै डर लाग्यो भनेर। समीर भाइले त हान्दैन बिचरा, हेर त बिचरा कतै। ल हाम्रो धस्के भाइको पालो आएको छ है। अब बन्जी जम्प हान्न यहाँनिर यो धस्के भाइ उभिरहेको छ। अब उसलाई त्यहाँनिर मोटिभेसन हो के गरिरहेको छ, त्यहाँनिर कुरा भएर यसो अल्झाउने कुरा गरिरहेको छ नि ट्रेनरहरूले। झ्याप्पा हाम्फालेपछि डर लाग्यो माइ लर्ड। नुने ल कमेडी हान्दैन त तैँले? ल हाम्रो दिवस सर अब यहाँ बन्जी जम्पको लागि रेडी भइसक्नु भयो। हाम्रो दाइले चाहिँ हाम्रो मोटिभेसन गरिराख्नु भयो। भाइ नडराउ, यताउति के हुन्न, आनन्दसित कहाँ हो, घर गाउँ यताउति भन्ने अल्झाइराख्नु भयो दाइले। माइन्ड डाइभर्ट बनाइराख्नु भयो दाइले। ल
रेडी दिवस सर यहाँ रेडी भइसक्नु भयो अब हान्नलाई रेडी हुनु भइसक्यो। यदि तपाईँहरू पनि हान्न चाहनुहुन्छ भने हाम्रो यो कुस्मामा आएर यो हान्न सक्नुहुन्छ। तपाईँले यहाँनिरको चाहिँ तलको मिटर भनेको 228 मिटरको छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँले पुरै गहिरो लास्टै खतरा यहाँ। यहाँनिर अब हाम्रो दिवस सापकोटा भाइले हान्दैछ। खै त अमित भाइ त वहाँनिर बसिरहेको छ। उधुमे 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 सक्छ भाइ, ठिक छ नि? सक्छ भाइ हेरिरहेको छ। हेर एक ल यता ओ ल अब हान्यो है दस्के भाइको ग्याङ 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 हान्दिने हो। माथि हेरेर चेस्ट अलि बढाएर ड्याममै 68 घुम्दिन्छ दस्के भाइ। 69 उल्टी हान्दिने हो क्या हो? माथि हेर माथि हेऱ्यो उल्टी हान्यो। हात ठडाइ, हात ठडाएर ग्याङ ग्याङ सिधा हात सिधा हजुर सिधा माथि हेरे चुच्चे हान्यो। ल धस्के भाइको पालो आएको छ। अब यहाँनिरबाट तल सिधै लास्टै डर लाग्ने है त्यहाँ पुगेर टुक्न। 1 2 1 गो झर्यो। यसले चाहिँ बवाल गर्यो। बवाल हान्यो त यसले त ग्याङ ग्याङै हान्यो त्यो त। डोरी खोल्ने ल अब धस्के भाइ आउँदैछ यहाँनिर बन्जी जम्प हानेर। ओ कस्तो भयो धस्के भाइ? कस्तो कस्तो भयो थियो झर्दाखेरि? एकदम रमाइलो भयो नि होइन? कतिको डर लाग्थ्यो? हो कतिको रमाइलो भएको थियो? ल हाम्रो यो 2 जनाले चाहिँ हानेको है। अरू चाहिँ डराएको चाहिँ डराउने मान्छे, यता डराउने मान्छे। ल जामे ल गाइज हाम्रो चाहिँ होइन 500 रुपियाँको त्यो टिकट काटेपछि चाहिँ माथिनिर खाजाको लागि चाहिँ यो आउँदो रहेछ। यहाँ सबैजनाले खाजा खाएको छौँ हामी सबैजनाले। यहाँनिर भ्यूहरू पनि एकदम दामी छ। तपाईँहरू घुम्न आउन सक्नुहुन्छ कुस्माकमा। बन्जी हान्ने ठाउँ धस्के भाइ यहाँ बन्जी हानेर पुरै गुडमा छ। यहाँ सबैजना बवाल छ ठाउँ घुम्नको लागि पनि। सबैजना एकचोटि भिजिट गरिदिनु होला। ल गाइस हामी चाहिँ अब बन्जी गरेर फर्किन लागेको हो। फर्किँदैछौँ। हेलो गाइज फाइनली हामी पोखरा आइपुगेका छौँ। हामी कुस्मामा गएर बन्जी जम्प हानेर हाम्रो दस्के भाइ अनिल बन्जी जम्प हानेर अहिले हामी पोखरा आइसकेका छौँ। र अहिले हामी यो के भन्छ अरे डेभिड फल्स निर आएको छौँ घुम्ने भनेर। यहाँ केटाहरू घुमाउनलाई हामी डेभिड फल्समा आउँदैछौँ। ठिक छ नि दस्के भाइ होइन? टक्क लाएर होइन अब हामी यहाँनिर छिटेछौँ। यहाँ त मेला जस्तो छ त है बवाल। ओ बाइक पुरा बाइक यो यस्तो खाले बाइक 2500 500 भन्नुभयो कति रे? ए 2500। ल टिकट काटेर अब हामी यहाँनिर भित्र छिरिसकेका छौँ है गाइज। ल टिकट लाउनु अङ्ग। ल डेभिड फल्स भित्र छिरिसकेका छौँ हामी यहाँनिर। म्याप ओ कहाँको म्याप हो यो? ओ यहाँ हिमाल पहाड तराई पनि रहेछ त धस्के भाइ। हिमाल पहाड तराई कोही छैन पराई भने त्यस्तो। अहिले हामी डेभिड फल्समा आएको छौँ। ननु भाइ कहाँ हो पहाड घर? आगो बोलेको त यहाँ त के हो? सक्छौँ भाइ के हो कहाँ हो? हन्टिङमा हो? समिर भाइ कहाँ हो? ठिक छ नि? ल सबैजना भएर ट्याक्क लाएर यहाँनिर डेभिड फल्स भएको ठाउँमा हामी आइसकेका छौँ। गाइज हामी अब डेभिड फल्सतिर जाँदैछौँ। यहाँनिर चाहिँ एकजना डेभिड भन्ने व्यक्ति पहिला कुन जमानामा अरे त्यहाँ झरेर मरेको भएर नाम चाहिँ डेभिड फल्स राखेको हो। नो
डेभिड्स फल्सको किन नाम डेभिड्स फल्स राखेको? सर्च गर्छु है। यता 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 अलि राम्रोसँग खैरे डेभिड्स चाहिँ जित्नु भयो त्यही भएर यो डेभिड्स फल भएको होइन होला हो र ल डेभिड्स फल्स हेर्नलाई लास्टै भिड रहेछ त धन्नै झरेन म त धन्नै अनिल फल्स भएको म यहाँ धन्नै झरेर यहाँबाट धन्नै झरिरह्यो कति धेरै प्याक रहेछ नि त मान्छेहरू कराम हो डेभिड्स फल्समा फाइनली फोटो ल फोटो पनि हान्ने भनेको छन् होइन अब फोटो सोटो हानेर हाम्रो फेरि सर्ट अहिले धेरै लामो लगाउन सर्ट आउँछ सबैजना गएर हेरिदिनु होला ल गाइस डेभिड्स फल्स भनेको चाहिँ यही है तल त खाल्टै खाल्टो छ देखिँदै हिँड्नु मान्छेहरू लास्टै प्याक छ यहाँनिर चाहिँ हाम्रो एकदम मिल्ने खैरे मित्र बित्नु भयो अरे पहिला होइन त्यही भएर नाम डेभिड्स फल्स राखेको केटाहरू थाहा छ नि होइन तिमीहरूलाई मेरो काका हो काका डेभिड्सको भतिजो चाहिँ यहाँनिर है तिमी के हो डेभिड्सको कान्छो भाइ ठ्याक्कै कान्छो भाइ सक्छौ भाइ कान्छो भाइ समीर भाइ तिमी के हो तिमी चाहिँ के माइलो भाइ हो ल ऊ चाहिँ माइलो भाइ है डेभिड्सको खोइ नोनो भाइ नोनो जेठो त होइन होला के हो ए बाउ डेभिड्सलाई बाउने यही है गड फादर हो गाइस हामी उता माथिहरूतिर घुमेर अब हामी यतातिर टाउको राख्ने ठाउँतिर जाँदैछौँ यहाँनिर चाहिँ के को सुपरम्यानहरूको टाउकोमा हो क्या नोनो नोनोले चाहिँ सुपरम्यानको टाउकोमा राखेको छ यहाँ हेर्नु है ओ नोनो यो चाहिँ नोनुको ड्रेसअप है पुरै सुपरम्यान यता अर्को ठाउँमा यतातिर छ सुपरम्यान ओ नोनु यता आऊ त्यहाँ होइन होला यता सिङ्गल नोनु चाहिँ यहाँनिर अब सुपरम्यानमा चाहिँ ल सुपरम्यान है सुपरम्यान होइन होला सलमान खान भनेको हनुमान खान परेछ क्या हो ल नोनु ल हामीले यो टोपी किनेको छौँ है यहाँ आएर हाम्रो यो डेभिड्स फल्समा आएर चिन्नु गर्मी भयो अरे लास्ट डे गर्मी भयो टोपी हामी गनम्यान गुडम्यान चाहिँ उहाँ आयो भित्र ल गाइस अहिले हामी कहाँ यो गुप्तेश्वर महादेव गुफामा जाँदैछौँ सबैजना भएर अन द वे होइन नो टोपीले कस्तो भइरहेको छ ठिक छ नि होइन होला गुप्तेश्वर गुफाभित्र छिरिसकेको छौँ केटाहरू यसरी छिरिरहेको छ नुने भाइ पनि यसरी आइरहेको छ अन्डर टाइगरको रूपमा दसैँ भाइ हाम्रो प्रयास निरन्तर जारी छ हाम्रो अन्डरट्याकर खोइ हाम्रो अन्डरट्याकर 10 बाई अन्डरट्याकर खोइ अन्डरट्याकरको रूपमा यहाँ नुनु भाइ छ है फाइनल्ली गाइज हामी भित्र आइसकेका छौँ अहिले चाहिँ यहाँनिर उस पनि राखेर रहेछ मूर्तिहरू पनि राखेर रहेछ भगवान्को र तल हेर्न सक्नुहुन्छ एकदम प्याक छ यो चाहिँ डेभिड्स फल्स है यहाँनिर डेभिड्स के आयो के हो यहाँनिर हो क्या पागल ल अहिले हामी लेक साइडमा आएको छौँ यहाँ सबैजना भएर अब हामीले चाहिँ यो हान्छौँ है एकछिनमा अरू यो के भन्छ अरे यसलाई धस्के भाइ के अरे धस्के भाइ यो के भन्छ अरे यसलाई उयो एउटालाई काइकिङ हान्ने यो अब एकछिनमा लास्टै मान्छेहरू प्याक छ लेक साइडमा हामी अब यहाँ टक्क टुके भएर म पुरै काइकिङ गर्न आइसकेको छौँ अहिले हाम्रो केटाहरू 2-3 जना चाहिँ उहाँ अड्केर बसेछ हाम्रो नोनु भाइ पनि अड्केछ लास्टै चाहिँ आएन अनि हाम्रो सक्षम भाइ पनि कता भाग्यो समीर पनि त्यस्तै भयो हामी 2 जना आट्टी गरेर आइदिएको नि बालै छैन लौरेको छोरीलाई लौरेको सम्झिले बाल छैन नि होइन र ल केटा हो है हामी कहिले हल्का सानो काइकिङ के भन्छ अरे काइकिङ यो भिडियो हाम्रो भ्लग आउँछ युट्युबमा गाइजहरू पुरै ओभर हेर्नुपर्ने हुन्छ होइन वायर रमाइलो भएको छ पोखरामा लेक साइडमा यस्तै हो यो चिल हान्यो बस्यो अब के गर्नु पैसा छ त भन्नु सक्दिनँ म है बाई बाई गाइस सी यु बुम गाइस फाइनली हाम्रो साथीहरू पनि आएको छ नि अनिल आएको छ यतातिर समीर भाइ पनि आएको छ अब हाम्रो यहाँनिर रमाइलो बबाल रमाइलो हुन्छ है के भन्छ नुने यसलाई काइकिङ हो के अरे काइकिङ गरिरहेको छौँ है हामी सबैजना भएर एकदम रमाइलो गरिरहेको छौँ
बेलुकाको समयमा पनि दामी मजा आउँदो रहेछ है। कस्तो भइरहेको छ दसके भाइ, कस्तो भइरहेको छ? ल ल केही भन्न चाहन्छस् नुनु? ओ ल त्यही हो। फाइनली हामीले यो खेलेर आयौँ। अहिले ठ्याक्क फेरि सक्षम भाइ गयो खेल्न लागि। सक्षम भाइ यहाँनिर गइरहेको छ। सक्षम भाइले चाहिँ कन्ट्रोल गर्न जाने होइन, कहाँ मानि हो यसरी गइरहेको छन्। अरू केटाहरू पनि यता छन्। हामी चाहिँ खेलेर भ्याएर ट्याक्क लाएर हेर्दै बसेको छौँ यसरी। अहिले हामीले यहाँ होटल मरकरीमा आएका छौँ है। होटल मरकरीमा हामीले यहाँ बुक गरेको छौँ रुम। अन्डरट्याकर नुने भाइ यहाँ चाहिँ भर्खर लन्च भएको। अब हाम्रो रुम कस्तो छ? बवाल छ क्या है। ओ यस्तो बवाल रहेछ है यहाँ होटल मरकरीमा चाहिँ रुम। ल एसी आज हामी चाहिँ कुन्दीकोट डाँडामा आएको छौँ। हामी यहाँनिर सबभन्दा ठुलो शिवजीको मूर्ति भएको ठाउँमा आएको छौँ। सबैजना भएर बाटो चाहिँ डेन्जर रहेछ। हामी उहाँ तलबाट आएको र ठिक छ नि होइन, ग्याङ ग्याङ हो। ल गाइस कुन्दीकोटमा शिवजीको मूर्ति हेर्नु सक्नुहुन्छ कति ठुलो छ, बवाल दामी छ। तपाईँहरू पनि एकचोटि भिजिट गर्न सक्नुहुन्छ। एकदम दामी छ ठाउँ पनि। टक्क लाएर हेर्नको लागि घुम्नको लागि शिवजीको ओरिजिनल मूर्ति यहाँनिर यसरी बसिनु भएको छ शिवजी भगवान्। म पनि एउटा शिवजी नै हो, मेरो पनि हातमा छ होइन। के अरे यो फेवा लेककै ड्याम कस्तो दामी देख्यो यहाँबाट भ्यूहरू त। फेवा ताल तालै तालले भरेको ताल। फेवा ताल नुनु कस्तो देख्यो? दामी देखेछ है।